कञ्चनपुरको दोदरा चाँदनी नगरपालिका 1 स्थित चाँदनी गौरीशंकर सामुदायिक वन क्षेत्र नजिकै नदीको हिलोमा फसेको बाघको बच्चाको समयमै उद्धार नहुँदा बुधबार साँझै मृत्यु भएको छ। घटनापछि सामाजिक सञ्जाल तातेको छ भने संरक्षणको जिम्मेवारी बोकेका निकायहरू एकअर्कामाथि दोष थोपार्ने खेलमा देखिएका छन्। बाघको बच्चा मरेपछि डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेन्द्र चन्द्र डीसीले सुक्लाफाटा राष्ट्रिय निकुञ्जको लापरवाही नै कारण भएको दावी गरेका छन्। उनको भनाई यस्तो छ, 100% लापरवाही। त्यो पनि तरिका हुन्छ। बाघको बच्चा डुबिरहेको छ, रेस्क्यु टिम गएको डाक्टर गएको के डाक्टर पढ्यो त्यसले? एउटा बच्चाको टेम्परेचर झर्दै जान्छ भने थाहा थिएन उनलाई डाक्टरलाई? चिसोमा बसिरहेको हिलोमा लटपटे माथि आउन खोज्दाखेरि फेरि उछ फेरि पर्खाल छ हेर्नुहोस्। उहाँले भने ठिकै हो, प्राकृतिक माहौलमा ठिक छ ल, ओके छोडिदिनु, मरे मर्छ बाँचे बाँच्छ होइन। तर त्यहाँनिर त प्राकृतिक छैन नि त माहौल त। त्यो बाघ त मान्छेले लगा कृत्रिम माहौल हामीले खडा गरिदिने, अनि त्यहाँनिर जोगाउनु पर्दैन। यदि त्यसै छोड्ने नै हो भने उहाँहरूको जागिर के को लागि खाइरह भने? त प्रकृतिमा आफै बाँच्छ भने किन डाक्टर राख्नु पर्यो? उहाँलाई जागिर खुवाउनलाई निकुञ्ज सेभ द टाइगर भन्ने नारामा त्यसको बजेट पनि खाने होइन। बाघको बच्चा मरिरहेको छ हेर्ने टोलटोली त अरू उल्टो आएर मलाई लाउने। बाघको बच्चो पानीमा डुबिरहेको छ, चिसोले मरिसक्यो। हिजो कति चिसो गरेको थियो, ठेक्नै शीतलहर, त्यो बच्चोलाई कति चिसो भयो होला। बाघले पनि बाघको आमाले पनि त्यसलाई काटेर चाहिँ खोरमा राख्छ, त्यहाँ खोरभित्र न्यानोमा राखेको हुन्छ कि खेल्ने बेला बाहिर ल्याए पनि त्यो कुरो हेक्का थिएन उहाँलाई, त्यो पढ्नु भएको थिएन उहाँले, के को विज्ञ हो त उहाँ? बाघको खोरभित्र चिसो हुन्छ, उहाँलाई सोध्नुलाई त्यो गरेर। बाघको खोरभित्र न्यानो हुन्छ, बाघले खोरमा ओडारमा राख्छ बच्चालाई न्यानो गरेर, खेल्ने बेला मात्रै बाहिर आउने हो कि, गर्मीमा पानीमा खेल्ने हो, हिउँदमा होइन। त्यति हेक्का उहाँहरूलाई हुनुपर्ने हो कि। त्यो दिनभरि चिसो पानीमा बाघको बच्चा छ, यतापट्टि तपाईँको पर्खाल लगाएको छ के अरे जाली सहित होइन, माथि आउनु खोज्छ पर्खालले सक्दैन, तल पानीमा गएर दिनभरि हेरिरहनु। उद्धार त भएको छैन नि त, देखिएन र? उद्धार टोली गएको छ, के भने उद्धार भने के हो? त्यहाँ गएर हेर्ने मात्रै उद्धार हो? रेस्क्यु भने के हो? त्यसलाई निकालेर तातो ठाउँमा राख्नु पर्दैन थियो? उहाँले के सिक्नुभयो त? मैले जे बोलेको छु 100% सत्य बोलेको छु मैले। त उहाँले हेल्थ चेक गरेको हो, रेस्क्यु टिम गयो, गएर हेऱ्यो, उहाँले आफू हेर्नु भएन, हुँदा अरूलाई पनि ननिकाला भनिदिनु भएको छ। पछि म गएँ यहाँबाट, साँझ फोटोहरू देखेँ मैले, भिडियो जाँदाखेरि त हामीलाई पनि नजा भन्छ, निकुञ्जको नजा भने सशस्त्रले रोकिदियो हेर्नुहोस्। यदि टाइममा गएको भए म त्यो निकाल्न सक्थेँ जिउँदै जाने। पछि त राति पानी बढी छ डुबेर मरेको थियो। तर उहाँहरू झुट बोल्दै हुन्छ, उहाँले गलत काम गर्नुभयो, आरोप मलाई लगाइरहनु भएको। तर सुक्लाफाटा राष्ट्रिय निकुञ्ज प्रशासन भने लापरवाही नभएको दावी गर्दै आएको छ। सुक्लाफाटा राष्ट्रिय निकुञ्ज कार्यालय प्रमुख चन्द्रशेखर चौधरी यस्तो भन्नुहुन्छ, के मान्छेले छोइदियो भने इम्प्रिन्टिङ हुन्छ र त्यो पछि नेचरमा जाँदैन, ब्याक टु नेचर हुँदैन, माउले पनि एक्सेप्ट गर्दैन। त्यही भएर त्यसलाई चाहिँ के अरे अन्तिम अवस्थामा रेस्क्यु गर्ने, माउले लगेन भने रेस्क्यु गर्ने भनेर अध्ययन गरेको, त्यहाँ प्राविधिक टोलीको अध्ययनको ठहराइको कारणले गर्दाखेरि त्यो वेट मात्रै गरे हो, पर्खेको मात्रै हो र त्यो पर्खाएको बीचमा चाहिँ त्यो मृत्यु भएको हो। निकुञ्जका पशु चिकित्सकले पोस्टमार्टम पछि मात्र मृत्युको कारण खुल्ने बताएका छन्। सुक्लाफाटा राष्ट्रिय निकुञ्जका पशु चिकित्सक आभास श्रेष्ठ यस्तो भन्छन्, मृत्युपछिको अवस्था अब हामीले अब त्यसको पोस्टमार्टम गर्छौँ होइन। पोस्टमार्टम गरेपछि अब त्यसको प्रारम्भिक अनुसार चाहिँ अब त्यसलाई केही न केही संक्रामक रोगले पनि सताएको हुनसक्छ भन्ने पनि अब हाम्रो एउटा बुझाइ छ प्रारम्भिक। तर त्यसलाई अब कन्फर्मेसन गर्नको लागि चाहिँ अब हामीले प्रयोगशालामा स्याम्पलहरू पठाउनु पर्ने हुन्छ। तर आम जनसमुदायले भने बच्चा चिसोले कठ्याङ्ग्रिएको अवस्थामा रहेको र त्यो थाहा हुँदाहुँदै पनि उद्धार नगरिनु गम्भीर लापरवाही भएको बताउँदै आएका छन्। बच्चा मरिसक्यो, अब बाघिनी बच्चा खोज्दै गाउँमा आयो भने के हुन्छ? कुनै मानवीय क्षति भयो भने यसको जिम्मेवारी कसले लिन्छ? संरक्षणको नाममा सुविधा खाने निकायले सामान्य उद्धार समेत गर्न नसक्नु दुःखद विषयको भन्दै चौतर्फिक आलोचना चुलिएको छ।